Hello everyone, Happy New Year 2026. नमस्ते सेवारो ह्याप्पी न्यु इयर 2026। 2026को नयाँ सालको सबैमा धेरै धेरै शुभकामना। हामीले 2025लाई बिदा गर्दै 2026लाई वेलकम गर्दैछौँ। अनि हामीले न्यु इयरको सानो पार्टी राखेको थियौँ कि हाम्रो भोपो गोर्खा समितिबाट हामीले पार्टी सानो गर्ने भनेर सबै बन्दोबस्तहरू हामीले बिहानै गरिसकेको थियौँ। आन्टी अङ्कलहरू आएर गरिसक्नु भएको थियो। हामी बेलुकाको हाम्रो पार्टी थियो, बेलुका 8 बजेको। हामी सबै त्यहाँ पार्टी भएको ठाउँमा हामी सब आइसकेको थियौँ। आन्टी अङ्कल भाइ बहिनी सब आइसकेको थियौँ। धेरै जाडो पनि थियो, आगो पनि फुकेको थियौँ, आगो पनि ताप्दै थियौँ। र हाम्रो स्न्याक्स खाने टाइम भइसकेको थियो। स्न्याक्समा नुडल्स, चिकन फ्राइड, कर्न धेरै थियो हाम्रो। र हामीले कम लिएर हाम्रो खाना पनि थियो, त्यसपछि खाना खानु पनि थियो। अनि हामीले कम लिएर प्लेट लिएर आइसक्यौँ। मेरो प्लेट चाहिँ यहाँ छ। र सब भाइ बहिनीहरूले आन्टी अङ्कलहरू सबले लिइसक्नु भएर सब आफ्नो आफ्नो प्लेट लिएर खान थाल्दै हुनुहुन्छ। यता भाइहरू हुनुहुन्छ, यता बहिनीहरू हुनुहुन्छ, अगाडि आन्टी अङ्कलहरू सबले लिइसक्दै हुनुहुन्थ्यो। अङ्कलले केही भन्दै हुनुहुन्थ्यो कि न्यु इयरको शुभकामना दिँदै हुनुहुन्थ्यो। सम्पूर्ण नानी बाबुहरूलाई यो नयाँ साल सेलिब्रेसनको लागि हार्दिक स्वागत गर्न चाहन्छु। र आजको यो सेलिब्रेसन 2025 साललाई बिदा दिँदै 2026 आउने होला 2026 सालमा पनि भुपु गोर्खा समितिको सम्पूर्ण परिवारले उन्नति, प्रगति र खुसियालीको साथमा बिताउन पाओस् र नयाँ सालको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। 2026 साललाई पनि यसै राम्रो गरी मनाऊ भनेर भगवानसँग प्रार्थना गर्दछु। त्यसपछि ड्याडीले नि शुभकामना दिनुभयो। त्यसपछि आँखा बन्द गरेर जो टेबलमा पैसा छ वो प्लेटमा टिप्ने गेम खेल्नको लागि अङ्कलहरूले रेडी गर्दै हुन्थ्यो। आन्टीबाट स्टार्ट भयो यो गेम खेल्नको लागि। नानी बाबुहरूले हँस्काइहरू लिने गर्नु सपिङहरू समितिको पहिलो नम्बर पारीको छैन लास्टमा मैले पनि खेलेको थिएँ। मैले यो गेम कहिले पनि खेलेको थिइनँ, तर पनि रमाइलो लाग्यो। तर मैले पैसा उठाउन सकिनँ। आन्टीहरू सब आगो ताप्दै हुनुहुन्थ्यो। आन्टीहरू अङ्कलहरू सबैजना आगो ताप्दै हुनुहुन्थ्यो, रमाइलो गर्दै हुन्थ्यो। अङ्कलहरू यता हुनुहुन्थ्यो, अङ्कलहरूको छुट्टै ग्रुप थियो। यता आन्टीहरू बोजूहरूको ग्रुप थियो। त्यसपछि यता बस्नुभएछ मेरो बुढा र मेरो ड्याडी चाहिँ यता बस्नुभएको थियो रहेछ। अनि यता आगो फुकेर सबजना, आगो प्यारो हुन्छ जाडोमा त, त्यसैले आगो ताप्दै हुनुहुन्छ सबैजना। यता सब आन्टीहरू यता रमाइलो गर्दै हुनुहुन्थ्यो। यहाँनिर आन्टीहरू बहिनीहरू सब नाच्दै हुनुहुन्थ्यो। अब जाडोमा त जिउ तताउनु पर्यो, यसै पनि जिउ तताउनै पर्यो। तताएपछि जिउ तातिएपछि मजा हुन्छ, डान्स गरेपछि जिउ तात्तिन्छ। यहाँ हामी सब नाचिरहेको थियौँ। आन्टी भाइहरू बोजूहरू सब नाचिरहेको थियो। बोजूहरू त नाच्दै हुनुहुन्छ भने हाम्रो त उमेर हो, हामी त्यसै पनि नाचिहाल्छौँ। भन्छ नि जो धेरै नाच्यो ऊ धेरै बाँच्यो। यसैले नाच्नुपर्छ, धेरै बाँच्नुपर्छ, यही हो। हामीले जति नाचिरहेको थियौँ, नाच्दा नाच्दै हाम्रो समय कतिखेर जाँदैछ हामीलाई यो पनि थाहा थिएन कि
और यहाँ फिर अङ्कल र अङ्कलको छोरा अङ्कल र भाइको डान्स आउँदै थियो। फेरि अङ्कलको यस्तो खतरा डान्स छ, अङ्कलको फेरि ब्रेक डान्स छ फेरि। अरू त्यसपछि सब आन्टीहरू अङ्कलहरू सब रमाइलो गर्दै हुन्थ्यो, भाइ बहिनीहरू सब रमाइलो गर्दै हुन्थ्यो। यहाँ फेरि कपाल डान्स भइरहेको थियो। कपाल डान्स पछाडि फेरि ग्रुप डान्स भइरहेको सब ग्रुप डान्स गर्दै थिए, सब रमाइलो गर्दै थियो। यति रमाइलो भइरहेको थियो नि, यति रमाइलो भइरहेको थियो कि कसरी भनौँ कि हजुरहरूलाई यति रमाइलो भयो हाम्रो न्यु इयर। हजुरको न्यु इयर कस्तो भयो? नाच्दै 12 बजेछ, त्यसैले हाम्रो केक काट्ने टाइम भयो। ह्याप्पी न्यु इयर 2026। Happy New Year, Happy New Year, Happy New Year, Happy New Year, Happy New Year. डान्स गर्नु भनेपछि चाहिँ फेरि हामी कहीँ छोडिँदैन नि। फेरि गाना बज्यो भने हामी डान्स त गरिहालिन्छ, डान्स त छोड्नै हुँदैन। त्यसैले त्यो पनि जाडोको समयमा, त्यही पनि राति यत्तिकै डान्स गरिहाल्छ। अनि अङ्कल हुनुहुन्थ्यो, अङ्कलले गीत गाउँदै हुनुहुन्थ्यो, गाना गाउँदै हुन्थ्यो। यति असिन पसिन भएर गाउँदै हुन्थ्यो बिचरा अङ्कल, पसिना असोरी भएर गीत गाउँदै हुन्थ्यो। देख्नुभयो रुमालले पुस्दै गाना गाइराख्नु भएको थियो र हामी डान्स गर्दै थियौँ, हामी रमाइलो गर्दै थियौँ। यति रमाइलो भइरहेको थियो कि के भन्नु हजुरहरूलाई, यति रमाइलो भएको थियो न्यु इयर हाम्रो। साँच्चीकै रमाइलोले समय गएको पत्तै चलेन। यसैले 2 बजिसकेपछि सब अङ्कल आन्टी सब घर गयौँ, सबै